जेबेन भाइले पिटाइ खाएछ दाइ, मैले पनि टिकटकमा भिडियो हेरेको थिएँ, भाइले पिटाइ खाएको रहेछ। तर उनीहरूको आफ्नो आफ्नो कुरा हो, तिमीहरू रमाउनु पर्दैन गाइस, त्यो लाइफमा कहिलेकाहीँ हुन्छ। अब लङ जर्नी छ, जर्नीमा बिचबिचमा अलिअलि अस्ट्याकल आउँछ। भाइले पनि अब धेरै कुराहरू सिक्यो होला यो कुराहरू पछि होइन। अब त्यही हो, अब अगाडि बढ्दै जाँदाखेरि बिचबिचमा बाधा अर्चनहरू आइरहेको छ लाइफमा। अब तपाईँहरूले अब त्यसरी नेगेटिभली अब त्यो भाइलाई जोस्याउने, डिमोटिभेट गर्ने कामहरू नगरिदिनु होला है। अब ठिक छ, कहिलेकाहीँ हुन्छ त्यस्तो लाइफमा होइन, भइ नै राख्छ। तर तपाईँहरू त्यसमा अब त्यो जिस्काउने, हाँस्ने, मजाक उडाउने, यताउति गरिरहनु पर्दैन जस्तो लाग्छ मलाई चाहिँ केटाहरू है। गेमिङ प्लेटफर्ममा अब धेरै कुराहरूले हामीलाई टार्गेट गरिरहेको हुन्छ, धेरै कुराहरू सोचेर बोल्नुपर्छ, धेरै कुराहरूको नलेजहरू लिनुपर्छ। बिस्तारै गर्दै गएपछि एक्सपिरियन्स हुँदै हुँदै जान्छ। ठिक छ, त्यस्तो अब जिस्काउने काम नगर, भइहाल्छ त्यस्तो कुराहरू कहिलेकाहीँ लाइफमा।